संसारको विभिन्न कुना काप्चा 4 सम्बन्ध पारी 10औं तला घरबाट मेरो भिडियोलाई ड्युटीमा भए लुकेर हेर्नु अनि बिस्तारामा भए सुतेर हेर्नु भन्दै आजको मेरो दिनको सुरुवात यसरी हुन्छ गाइस। बिहान बिहान जङ्गलतिर आछु, एकछिनपछि म कहाँ कहाँ जान्छु सरर देखाउँछु। कति आनन्दको बाटो हेर, सुनसान एकान्त। अहिले म यो जङ्गलतिर आछु, तलै जानुपर्छ। कहाँ हो तलै छ। म यता हिँड्दैछु। जङ्गलको बिचमा हिँड्दा आनन्द आउने रहेछ कि। तर यो जङ्गलको बिचमा एकान्त ठाउँमा बसेर ख्याली पुलाउ खान आनन्द आउने रहेछ। एकान्त सुनसान ठाउँमा बसेर ख्याली पुलाउ आफै बनाउने आफै खाने आनन्द आउने रहेछ के। यो ख्याली पुलाउ खाँदै बस्दै गर्न। यो जङ्गलतिर आएन भने मलाई फेरि मेरा दिल गार्जियन हो गया भने जस्तै हुन्छ। त्यही भएर म बेला बेलामा आइरहन्छु। एउटा सेल्फी त हान्दिउँ न के। रानीवनको जङ्गलतिर आएपछि एउटा सेल्फी त हान्नै पर्यो। आजको मौसम फेरि यस्तो छ, कुहिरो लाग्छ। पोखरा बजाने अलिअलि देखिँदैछ जङ्गलभित्रबाट। यता ओह्रालोतिर आएपछि एउटा सेल्फी त हान्नै पर्यो। माथि जङ्गलतिर पुगेर आयो। अब तलतिर झर्दैछु म ओह्रालोमा बिस्तारै। माथिको जङ्गलमा पुगेर आइयो। यता फेरि फेउतालको पानी बगिरहेछ। सानो झोलुङ्गे पुल्ने रहेछ, पुरानो। म फेरि यो पिच गरेको बाटोतिर हिँड्दैछु, पक्की पुलतिर। त्यहाँ फेरि फेउतालको पानी छोड्ने ठाउँ। नजिकबाट हेरौँ न। फेउतालको पानी बगिरहेछ। यतातिर हिँड्दैछु है म। चियाको चुस्की त लाउनै पर्यो। आजको भिडियो यतिकैमा समाप्त। मन परे यसो लाइक कमेन्ट गरिदिनु होला भन्दै